ओके, सबैजनालाई नमस्ते अनि नमस्कार है। म बुद्धवीर तामाङ। म आज तपाईँहरूको माझ छोटो भिडियो क्लिप्स यानि कि छोटो ब्लग्स जस्तो सर्ट भिडियो बनाउनको लागि चाहिँ तपाईँहरूको माझ उपस्थित भइसकेको छु। आवाजलाई क्लियर आउनको लागि मैले हेडफोनको पनि युज गरेको छु र मोबाइल स्ट्यान्ड पनि रहेको छ र अर्को हातमा मेरो यो डायरी यानि कि यो विभिन्न प्रतिभाहरूमा कोरेर राखेको प्रतिभाहरू बिचबिचमा चाहिँ प्रस्तुत गर्नको लागि पनि मैले यो डायरी साथमा बोकेर चाहिँ यात्राक्रमलाई अगाडि बढाउन गइरहेको छु। आजको यात्रा थिङटोल नामक गाउँदेखि यो बन्दै गरेको निर्माणाधीन जनमुक्ति राजमार्ग हुँदै सोलभन्ज्याङसम्मको यात्रामा छु। ओके, यात्रा सुरु गरौँ है त। घरभन्दा थोरै माथि पुगिसकेको छु म चाहिँ। तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ मेरो घर हो। यता मुनि ठ्याक्कै दुईवटा घर छ। रोडभन्दा थोरै मुनि मात्रै छ, धेरै टाढो छैन। भर्खरै बन्दै गरेको जनमुक्ति राजमार्ग नामाकरण गरिसकेको छ। समृद्ध महाभारत अनि सुखी महाभारत। अप्ठ्यारो ठाउँमा आइपुगेको छु म र मेरो घर हेर्ने हो भने यहाँबाट चाहिँ सिधै यहाँ तपाईँले देख्न सक्नुहुन्छ पारी देखिएको छ। त्यहाँबाट चाहिँ म यहाँ आइपुगिसकेको छु भने पछाडि फेरि यात्राक्रमलाई निरन्तरता दिन्छु नि म। र यहाँबाट मुनि हेर्न सक्नुहुन्छ यो चाहिँ साहान भन्ने गाउँ तपाईँले मजाले देख्न सक्नुहुन्छ। ठाउँ एकदम सुन्दर छ, हरियाली छ। तपाईँले अवश्य मजाले हेर्न सक्नुहुनेछ। अहिले हेर्नुहुन्छ भने यो खेतबारीमा केही पनि बाली लगाइरहेको छैन। कुनै कुनै ठाउँमा तोरीहरू छन् भने अब फागुनदेखि चैत्र महिनासम्म चाहिँ मकै छर्ने तयारी हुँदैछ। त्यसको लागि मलहरू बोक्ने, बाँझोहरू चाहिँ खनजोत गर्ने कामहरू हाम्रो साहानमा चाहिँ तीव्र गतिमा भइरहेको तपाईँ हामीले प्रत्यक्ष रूपमा देख्न सक्छौँ यही भिडियो मार्फत। सोह्रसम्म पुग्छ आजको गन्तव्य। त्यहाँसम्म जहाँ पुग्दै गर्दाखेरि बाटोघाटोदेखि लिएर जति पनि यो भिडियोमा क्यामेरामा चाहिँ आज कैद हुन्छ त्यो सबै म जानकारी गराउँदै जाने नै छु। आज मैले बुक यानि कि एउटा डायरी पनि लिएर आएको छु। यहाँ चाहिँ मेरो मनमा उब्जेका प्रतिभाहरू कोरेर राखेको छु। त्यो पनि बिचमा म प्रस्तुत गर्ने नै छु। यो वालहरू चाहिँ लगाइसकेको अवस्था पनि छ। यो काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर 1 अवस्थित यो चाहिँ चौतारा भन्ज्याङ। तपाईँले अगाडि देख्न सक्नुहुनेछ चौतारा। जुन हामी जताबाट आए पनि यहाँ चाहिँ के भन्छ यो बस्ने ठाउँ, यो थकाइ मार्ने ठाउँ हुनेछ।
चौतारामा ठ्याक्कै बटुवाहरू चाहिँ आइपुग्नु भइसकेको छ। थकै पार्दै हुनुहुन्छ। बाँकी यो चाहिँ ठ्याक्कै चौतारा भन्ज्याङबाट ठ्याक्कै निस्किन लागिसकेको छ। यहाँबाट ठ्याक्कै धेरै टाइम लाग्दैन। यो 16 भन्ने ठाउँमा पुग्नलाई चाहिँ केही मिनेट मात्रै लाग्छ। र यहाँबाट सिधै म यो रोडलाई चाहिँ पहिला सानो थियो भने अहिले थोरै बढाएर चाहिँ यो पछिल्लो समयमा ओके यो बन्दै गरेको राजमार्ग यो जुन काम भइरहेको तपाईँ हामीले देख्न सक्छौँ। मसला घोल्ने मिक्सर जसले यो मसला घोलिरहेको पनि छ। जाँदै गर्दा यो चाहिँ ठ्याक्कै 16 भन्ज्याङ भन्ने ठाउँमा अनि पुग्न लागिसकेको छ। अवश्य पनि यो थिङटोल बाटो हुँदै यो आउँदै गर्दा जति पनि यात्राको क्रममा कामहरू भइरहेको देख्नुभयो तपाईँले पनि र अहिले पनि देख्न सक्नुहुन्छ। उता बस आइरहेको छ, तपाईँले मजाले देख्न सक्नुहुन्छ। र विशेष गरी चाहिँ 16 भन्ज्याङ यहाँबाट चाहिँ 16 भन्ज्याङ यो 16 भन्ज्याङ यो पसल पनि छ। र यो बनेपाबाट चाहिँ आइरहेको यो बनेपाबाट आइरहेको महाभारतसम्मको बाटो चाहिँ यो बस पनि आइसकेको छ ठ्याक्कै। पक्की रोड बनाउनको लागि चाहिँ यो टिप्परहरूले चाहिँ अधम काम गरिरहेको छ।